वेलकम ब्याक टु टेलिभिजन नेपाल बहुउद्देश्य सहकारी संस्थाले नयाँ विज्ञापन खुलाएको छ। विज्ञापन बारेमा सम्पूर्ण जानकारी थाहा पाउनको लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र यस्तै नयाँ जब भ्याकेन्सीको लागि च्यानललाई सब्स्क्राइब पनि गर्दैन। नेपाल बहुउद्देश्य सहकारी संस्था लिमिटेड कर्पोरेट कार्यालय मेचीनगर छ। कोशी प्रदेशभित्र पर्ने यो सहकारी संस्था जुन चाहिँ खुलाएको विज्ञापन छ। सदस्य सहस्कर्ता कर्मचारी आवश्यकता सम्बन्धी सूचना पनि दिएको छ। मिति 2083 2 महिना 22 गते प्रकाशन भएको विज्ञापन हो। यस विज्ञापनमा कसरी आवेदन दिन सकिन्छ र के कस्तो शैक्षिक योग्यता चाहिन्छ सम्पूर्ण जानकारी दिन्छु। विद्यालय अन्तिमसम्म हेर्न। संस्थाद्वारा सञ्चालित बचत तथा ऋण व्यवसाय अन्तर्गत एनएमसी खुदुनाबारी सेवा केन्द्रका लागि संस्थाको कर्पोरेट मानव संसाधन व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि 2076 संशोधन 2082 तथा सदस्य सहजकर्ता कर्मचारी सम्बन्धी आन्तरिक कार्यविधि 2079 संशोधन 2082 बमोजिम सदस्य सहजकर्ता पदमा खुला प्रतिस्पर्धाद्वारा चाहिँ पदपूर्ति गर्नुपर्ने भएकोले ध्याय अनुसारको योग्यता पुगेका उम्मेदवारबाट दरखास्त आह्वान गरिन्छ भने दिएको छ। यसमा चाहिँ सदस्य सहजकर्ताको लागि चाहिँ माग गरेको विज्ञापन हो। विज्ञापन नम्बर दिएको छ 36 2082 83 भने दिएको छ। इकाइ नम्बरहरू दिएको छन् जसमा 6 भने दिएको छ। इकाइको भौगोलिक क्षेत्र पनि दिएको छ, मतलब यो चाहिँ कहाँसम्म चाहिँ काम गर्नुपर्ने छ भने दिएको छ। पूर्वमा चाहिँ बरफलाङ पश्चिम भने दिएको छ। पश्चिममा चाहिँ सुखानी खोलासम्म, उत्तरमा चाहिँ हाङखिमसम्म, दक्षिणमा चाहिँ बेलटारको फेदीसम्म चाहिँ तपाईँले चाहिँ काम गर्नुपर्ने हुन्छ। जसमा चाहिँ एकजनाको लागि माग गरेको छ। छनौट प्रक्रियाका आधारहरू पनि दिएको छ। यसमा चाहिँ पाठ्यक्रमका बारेमा पनि जानकारी रहेको छ। जसमा चाहिँ एकमा रहेको छ लिखित परीक्षा चाहिँ 40 अङ्कको हुनेछ, जसमा चाहिँ वस्तुगत 30 अङ्क र विषयगत 10 अङ्क गरी जम्मा 40 अङ्कको हुनेछ। संस्थाको सदस्य भए चाहिँ तपाईँ 5 अङ्क प्राप्त गर्न सक्नुहुन्छ। तपाईँ चाहिँ पहिले नै संस्थाको चाहिँ सदस्य हुनुहुन्छ भने चाहिँ यसमा 5 अङ्क प्राप्त गर्न सक्नुहुन्छ, जुन चाहिँ अघिल्लो आर्थिक वर्षमा चाहिँ भएको हुनुपर्ने भने दिएको छ। मोटरसाइकल स्कुटरको चाहिँ सवारी चालक अनुमति पत्र छ भने त्यसबाट पनि तपाईँले चाहिँ 5 अङ्क प्राप्त गर्न सक्नुहुन्छ। त्यसै मौखिक अन्तर्वार्ता 50 अङ्क गरी जम्मा चाहिँ 100 पूर्णाङ्क चाहिँ हुनेछ भने दिएको छ। लिखित परीक्षाका लागि चाहिँ पाठ्यक्रम भने दिएको छ, जसमा 40 अङ्कको हुनेछ। जसमा चाहिँ वस्तुगत पाठ्यक्रम विवरण पनि दिएको छ, जसमा एसएलसी वा एसई सरहको पाठ्यक्रमबाट 15 अङ्कको आउनेछ। त्यसै समसामयिक सामान्य ज्ञानबाट 10 अङ्कको र नेपाल बहुउद्देश्य सहकारी संस्था विशेषबाट 5 अङ्क गरी जम्मा 30 अङ्कको हुनेछ र 10 अङ्क विषयगत पाठ्यक्रम 10 अङ्कको चाहिँ निवेदन लेखन 5 अङ्क र अनुच्छेद लेखन तोकिएको विषयमा 5 अङ्क गरी जम्मा चाहिँ 10 अङ्कको हुनेछ भने दिएको छ। यसरी चाहिँ लिखित परीक्षा चाहिँ 30 अङ्कको हुनेछ भने दिएको छ। 4 मा रहेको छ अन्य बुदाहरू पनि दिएको छ। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ भने दिएको छ। परीक्षा मिति र परीक्षा केन्द्र चाहिँ परीक्षा सम्बन्धी सूचना पछि प्रकाशन गरिनेछ भने दिएको छ। तपाईँले चाहिँ वेबसाइट चेक गराउनुपर्ने हुन्छ। दरखास्त दस्तुर रु 200 चाहिँ तपाईँले चाहिँ परीक्षा दस्तुर तिर्नुपर्ने हुन्छ। दरखास्त दिने अन्तिम मिति चाहिँ 2083 जेठ 29 गते शुक्रबारसम्म तपाईँले चाहिँ यसमा आवेदन दिइसक्नुपर्नेछ। उम्मेदवारको उमेर खत महिला र पुरुष पनि दिएको छ। आवेदन दिने अन्तिम दिन चाहिँ 21 वर्ष पुरा भई 45 वर्ष ननागेको नेपाली नागरिक हुनुपर्नेछ। पदमा रही गर्नुपर्ने कामको विवरण चाहिँ तोकिएको एकाइ क्षेत्र फिल्ड सङ्कलन काम गर्नुपर्ने भने दिएको छ। माथि दिएको तोकिएको इकाइ क्षेत्रभित्र तपाईँले चाहिँ काम गर्नुपर्ने हुन्छ। सेवा सुविधा चाहिँ संस्थाको नियम अनुसार हुनेछ। यसमा चाहिँ राम्रै तलब तथा सेवा सुविधा प्राप्त गर्न सक्नुहुनेछ। आवश्यक न्यूनतम शैक्षिक योग्यता रहेको छ। यस विज्ञापनमा आवेदन दिनका लागि चाहिँ आवश्यक शैक्षिक योग्यता चाहिँ कम्तीमा चाहिँ एसई परीक्षामा चाहिँ न्यूनतम चाहिँ 1.6 जिपिए प्राप्त गरेको वा साबिक एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ भने दिएको छ। वाञ्छनीय योग्यता चाहिँ स्मार्टफोन चलाउन जान्ने हुनुपर्नेछ। तपाईँले चाहिँ राम्रोसँग चाहिँ स्मार्टफोन चाहिँ चलाउन जान्ने हुनुपर्नेछ। राम्रो सामान्य चाहिँ अङ्ग्रेजी बोल्न र लेख्न जान्ने हुनुपर्नेछ। सामान्य खालको चाहिँ अङ्ग्रेजीले चाहिँ बोल्न र चाहिँ लेख्न जान्नेको हुनुपर्नेछ भने दिएको छ। सवारी चालक अनुमति पत्र अन्तर्गत के र ए को समूहको चाहिँ इजाजत प्राप्त भएको हुनुपर्नेछ, जुन चाहिँ मोटरबाइक र स्कुटरको चाहिँ लाइसेन्स प्राप्त गरेको हुनुपर्नेछ भने दिएको छ। सेवाको प्रकृति चाहिँ करार भने दिएको छ। यसमा चाहिँ करारको लागि चाहिँ माग गरेको छ। तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगेको वा अन्य विवरण नखोलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन। आवेदकहरूले चाहिँ संस्थाले तोकेको दरखास्त फारम भरी न्यूनतम शैक्षिक योग्यताको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो 3 प्रति, व्यक्तिगत विवरण अर्थात् सिबी र हस्तलिखित निवेदन, परीक्षा दस्तुर बुझाएको जम्मा भौचर नेपाल रेकर्ड फाइलमा संलग्न राखी एनएमसी खुदुनाबारी सेवा केन्द्र बुझाउनु पर्नेछ भने दिएको छ। तपाईँले चाहिँ यसमा आवेदन दिनका लागि चाहिँ आवश्यक कागजात चाहिँ
शैक्षिक योग्यताको प्रतिलिपि, त्यसपछि नेपाली नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि समेत र पासपोर्ट साइजको फोटो 3 प्रति र सिभी र हस्तलिखित निवेदन अर्थात् जब एप्लिकेसन चाहिँ र अन्तिममा चाहिँ आफूले तिरेको परीक्षा दस्तुरको बाउचर चाहिँ अनिवार्य पेश गर्नुपर्नेछ भने दिएको छ। यसमा चाहिँ कुनै प्रकारको अनलाइन सिस्टम छैन, तपाईँले चाहिँ कार्यालयमा नै स्वयं उपस्थित भएर चाहिँ आवेदन पेश गर्नुपर्ने हुन्छ, जुन चाहिँ एनएमसी खुदुनाबारी सेवा केन्द्र रहेको छ। सहकारी संस्थामा कार्य गरेको अनुभव र तालिमका प्रमाणपत्र भएमा दरखास्त फारम 7 पेश गर्नुपर्नेछ भने दिएको छ। यदि तपाईँसँग चाहिँ सहकारी संस्था सम्बन्धी चाहिँ काम गर्नुभएको छ भने चाहिँ त्यो समेत तपाईँले चाहिँ पेश गर्नुपर्नेछ। विदेशबाट चाहिँ शैक्षिक योग्यता हासिल गरेको भए सक्षमताको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ। संस्थाको कर्पोरेट मानव संसाधन व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि 2076 संशोधन 2082 बमोजिम सञ्चय कोष, ग्रेड, उपदान, बोनस र विधा लगायतका अतिरिक्त सुविधा प्रदान गरिन्छ। यसमा चाहिँ राम्रै सेवा सुविधा चाहिँ प्राप्त गर्न सक्नुहुन्छ, जुन चाहिँ सञ्चय कोष, ग्रेड, उपदान, बोनस र विधा लगायतका अतिरिक्त सुविधा चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। आवेदन शुल्क संस्थाको बचत तथा ऋण व्यवसाय अन्तर्गत प्रधान कार्यालयको बचत हित नम्बर एनएमसी सेवा आयोग खातामा जम्मा गरी जम्मा बाउचर आवेदन फाइलमा अनिवार्य राख्नुपर्नेछ भने दिएको छ। तपाईँले चाहिँ यो तल दिएको खाता नम्बरमा चाहिँ परीक्षा दस्तुर बुझाउनु पर्नेछ। उम्मेदवारले चाहिँ जम्मा गरिसकेको आवेदन दस्तुर फिर्ता हुने छैन। अन्तिम छनौटमा परेका उम्मेदवारहरूले संस्थाले तोके अनुसारको टिटो डरौती व्यवस्था गर्नुपर्नेछ। उत्तीर्ण विद्यार्थीहरूले चाहिँ अर्थात् परीक्षार्थीहरूले चाहिँ नियुक्ति लिनु पूर्व स्वास्थ्य परीक्षण, प्रहरी रिपोर्ट, स्थायी लेखा नम्बर अनिवार्य पेश गर्नुपर्नेछ दिएको छ। कार्य सम्पादन मूल्याङ्कनमा आधारमा करार अवधि थप गर्न सकिनेछ दिएको छ। यसमा चाहिँ तपाईँले चाहिँ कार्य सम्पादन सन्तोषजनक भएमा चाहिँ करार अवधि चाहिँ थप हुनेछ भने दिएको छ। थप जानकारीको लागि चाहिँ एनएमसी खुदुनाबारी सेवा केन्द्रको चाहिँ फोन नम्बर दिएको छ। तपाईँले चाहिँ यो तल दिएको फोन नम्बरमा पनि चाहिँ फोन गरेर जानकारी लिन सक्नुहुनेछ। सो आजको विज्ञापन बारेमा के कस्तो लाग्यो कमेन्ट गरिदिनु। भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब पनि गर्नु। धन्यवाद।